नमस्कार साथीहरू, म समीक्षा धिताल फेरि पनि मेरो नयाँ ब्लगमा तपाईहरुलाई स्वागत छ। हिन्दू धर्मको महान चाड विजया दशमीको अवसरमा भएको बिदामा म घर आएकी छु। आफ्नै घर सल्यानमा छ त नेपालमै प्रख्यात सल्यानमा अवस्थित भगवतीको मन्दिर खैराबाङमा नेपालभरिका मान्छे दर्शन गर्न आउँदा म नजाने त भएन नि। कस्तो संजोग, पञ्चमीको दिन मेरो ठुलो बुवा पनि खैराबाङ दर्शन गर्ने भनेर धेरै वर्षपछि दाङबाट आउनुभयो। आज म र ठुलो बुवा पञ्चमीको दिन सल्यानको खैराबाङमा दर्शन गर्न जान लाग्यौं। सल्यान श्रीनगरको बस पार्कबाट उकालो लाग्दै हाम्रो यो विशेष यात्रा सुरु हुन्छ। मन्दिर जाँदा वरिपरिको प्राकृतिक सुन्दरताले यो यात्रा अझै स्मरणीय बनाइदिएको छ। आज पञ्चमीको दिन यहाँको धार्मिक माहौल, पूजा अर्चना गर्ने भिड। यस ब्लग मार्फत म तपाईहरुलाई पञ्चमीको खैराबाङ देखाउने छु, जहाँ श्रद्धा र सौन्दर्य दुवै भेटिन्छ। अन्तिमसम्म हेर्न नभुल्नुहोस् है त। बस जान लागेको कि क्या हो? बस त लागिरहनु रहेछ नि, बसमा जानु लाग्यो भेट्यो अन्त। को यही बस? उ त पर पनि त लाग्यो हामी साइड जुर्यो। खैराबाङमा आउनु पाउँछु। ह? त्यसले नबोलायो खैराबाङमा पनि आउनु पाउँछु। त्यही त नि। अनि अता हेर्दाखेरि तपाईले पनि मैले गर्दा आउनु पार्नु। यसो योजना बनाए। म आज हिजै आउने विचारमा थिएँ। वर्षपछि आउनु त? कति वर्ष छ? दाङबाट आउनु भएको थिएन? देशमा म कति भाग्यवान रहेछु। मैले गर्दा आउनु पार्नुभयो भन्ने अझ। यस मन्दिरमा आफूले चाहेको कुरा माग्दा वा भाकल पुरा भयो भने पञ्चबल चढाउने परम्परागत चलन चलिआएको छ। आज पञ्चमीको दिन जीवनमा नयाँ अनुभव मिल्यो। जीवनमै पहिलो पटक पञ्चबल चढाएको हेर्ने मौका पाएँ। मानिसहरूले देवीलाई शक्तिको स्रोत, दुःख कष्ट निवारण गर्ने माताको रूपमा विश्वास गर्छन्। दशैंमा खैराबाङ पुगेर पूजा गर्दा शान्ति, समृद्धि र शक्ति प्राप्त हुने मान्यता छ। बनाउने त अछिटा
पानी ल्याइछस् नि पानी यहाँ चाहिँ अब मैले पूजा गर्नलाई पूजा सामान रेडी पार्न लाएँ। पूजा सामान बनाउने ठाउँ पनि छुट्टै छ र पानी पनि प्रशस्त नै छ। ल अब चाहिँ पूजा सामान रेडी भयो। यो स्थानलाई शक्तिपीठ मानिन्छ र दशैँमा यहाँको महत्त्व झन बढ्छ। भक्तजनहरूले पञ्चबल बोकेर देवीको आराधना गर्छन् र ठुलो मेला लाग्छ। धार्मिक श्रद्धा संस्कृतिको निरन्तरता र भाइचाराको प्रतीकका रूपमा खैराबाङलाई हेर्ने गरिन्छ। यता काट्छन् त्यहाँ बोकेर काट्नु यता काट्ने रहेछन् राँगा दे त कति ढोले छन् एउटा दुईटा तीनटा बसिया छन् यिनी पञ्चबली काटेर मात्रै हुन्छन् राँगा कि छुट्टै पनि ल्याउँछन् के राँगा पञ्चबल बने के भने चाहिँ 5 वटा ल्याउने राँगो बोका कुखुरा हाँस पर्यो 5 वटा पुर्याएन भेडा भेडा पनि ल्याउँछन् कि क्या उ त्यहाँति ल्याछन् त भेडा मैले पञ्चबली आजसम्म देखाएको थिइनँ आज देखेँ त्यहाँ पनि भेडा कहाँ जाने र त्यहाँ पारी कस्तो देखिन्छ त्यो अन्त उता गाई पाल्ने गाई पाल्ने
आजको हाम्रो खैराबाङ यात्रा यति नै रह्यो। दसैँको पञ्चमीको अवसरमा यहाँको धार्मिक माहौल, भक्तजनहरूको श्रद्धा र प्राकृतिक सौन्दर्य हेर्न पाउँदा साँच्चीकै रमाइलो अनुभव भयो। तपाईँले आजको ब्लग मन पराउनु भयो भने लाइक र सेयर गर्न नभुल्नुहोस् अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। फेरि अर्को रमाइलो यात्रा र अनुभवसँग भेटौँला। धन्यवाद साथीहरू, बाई बाई। तपाईँले खाल्छ नि त्यहाँ अहिले।